कोशीबाट प्रधानमन्त्रीलाई ज्ञापन पत्र, नवनियुक्त शिक्षा मन्त्री पन्तले लिए शपथ। चन्द्रगिरीमा सार्वजनिक बसमा आग लगे, डिएसपी गंगा बहादुर थापाको सरुवा। कञ्चनपुरमा वडा अध्यक्षको मृत्यु, ट्राफिक प्रहरीद्वारा सर्वसाधारणमाथि कुटपिट। बालुवाटारमा विद्यार्थीको प्रदर्शन, 8 जना पक्राउ, प्रेस स्वतन्त्रता हननका 64 घटना। निलम्बित मेयर थापा विरुद्ध तेस्रो मुद्दा, भेरी नदीमा डुबेका गोविन्द पोखरेलको शव फेला। दैलेख कर्णाली खबरको दैलेख कर्णाली टप 10 खबरमा यहाँहरूलाई स्वागत छ। म कमल प्याकुरेल। अब खबर विस्तारमा। नेपाल चिकित्सक सङ्घ कोशी शाखाले मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ। देशभरका आवासीय चिकित्सकहरूको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै सङ्घले 3 सूत्रीय माग अघि सारेको छ। माग पूरा नभए वैशाख 12 गतेदेखि आकस्मिक बाहेक सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी दिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले रघुजी पन्तलाई शिक्षा मन्त्री पदको शपथ गराउनु भएको छ। पन्त एमालेका समानुपातिक सांसद हुन्। पूर्व मन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि पन्तको नियुक्ति गरिएको हो। काठमाडौँ ढुङ्गेअड्डा चन्द्रगिरीमा चलिरहेको एक सार्वजनिक बसमा आकस्मिक आगलागी भएको छ। बस पूर्ण रूपमा जलेर नष्ट भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय मालाखेती अत्तरिएका डिएसपी गंगा बहादुर थापाको सरुवा गण्डकी प्रदेश प्रहरीगण पोखरामा भएको छ। उनको स्थानमा रणबहादुर चन्द आउँदैछन्। कञ्चनपुरको बेतकोट नगरपालिका 9 का वडा अध्यक्ष जनकबहादुर विष्टको मृत्यु भएको छ। जङ्गलमा अचेत अवस्थामा भेटिएका विष्टको उपचारकै क्रममा निधन भएको हो। प्रारम्भिक अनुसन्धान अनुसार विष सेवनबाट मृत्यु भएको देखिएको छ। सामाजिक सञ्जालमा ट्राफिक प्रहरीले एक सर्वसाधारणलाई कुटपिट गरिरहेको भिडियो भाइरल भएको छ। कुटपिटको समय र स्थान खुल्ला बाँकी भए पनि छानबिन सुरु गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गरिरहेका नेपाल विद्यार्थी सङ्घका 8 जना नेताहरूलाई प्रहरीले पक्राउ गरेको छ। त्रिवी उपकुलपति नियुक्ति सम्बन्धी विषयमा प्रधानमन्त्रीमाथि अनावश्यक हस्तक्षेप गरेको आरोप लगाउँदै प्रदर्शन गरिएको थियो। प्रेस काउन्सिल नेपालले 2080 सालमा प्रेस स्वतन्त्रता हननका 64 घटना दर्ता भएको जनाएको छ। तीमध्ये सबैभन्दा बढी धम्की र दुर्व्यवहारका रहेका छन्। सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत कुमार थापा विरुद्ध भ्रष्टाचार सम्बन्धी तेस्रो मुद्दा दायर गरिएको छ। अख्तियारले 35 करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आरोप लगाएको छ। सुर्खेतको सिम्ता गाउँपालिका 4 का गोविन्द पोखरेलको शव भेरी नदीबाट निकालिएको छ। बुधबार डुबेका पोखरेलको शव बिहिबार सशस्त्र प्रहरीको गोताखोर टोलीले 50 फिट गहिराईबाट फेला पारेको हो।